हन कति अरूको मात्र भिडियो हेर्नु के खाएको र लाएको भन्नुहुन्छ होला साथीहरू। ल आफू पनि खाइहाल्नुहोस् त, गएर किचनमा ड्याङ्की ड्याङ बनाउनुहोस्। भनौँ भने आज राति भइसक्यो, मैले भिडियो ढिलो हालेँ होइन। भोलि चाहिँ बनाउनु र घरमा लौका छ भने बजारबाट ल्याएर पनि बनाउनुहोस्। यो आइटम लौका नखानेले पनि खान्छ के, लौका थियो र यसमा भन्नुहुन्छ के। कसले लौका मन पराउँदैन उहाँलाई खुवाइदिनुहोस्, उहाँले पनि चिन्न सक्नुहुन्न क्या लौका हो भनेर। अनि मैले चाहिँ यो आइटम बनाउन अस्तिबाट ट्राई गरिरहेको थिएँ क्या। ट्राई भन्दा पनि के, लौका चाहिँ किन्दै ल्याउँदै तर सुजी सकिएको भएर बनाउन पाएको थिइनँ। सुजी चाहिँ ल्याउन बिर्सिँदो रहेछु, लौका त अब सब्जी लिन जाँदा ल्याइहालिन्छ। कहिले भरुवा बनाएँ, कहिले सब्जी खायो। यो पालि चाहिँ झन्डै 2 हप्ता भइसक्यो यो ल्याएको, केही बनाएको छैन भन्दै हेर्छु भनेर त झन्डै बिग्रिनु लाग्यो। अनि सुजी पनि सम्झेर ल्याइहालेँ। अनि त्यसको चाहिँ बाहिर कोरिदिने मिडियमबाट, बिटरुट पनि कोरिदिने। लौकाको भित्रको गुदी चाहिँ नराख्नु है, त्यसको बिहा पर्दैछ मेरोमा पनि 1-2वटा निकालेँ मैले चाहिँ। त्यो गर्दा चाहिँ के हुन्छ भनेदेखि फेरि खाँदाखेरि त्यो स्टिकमा खाँदाखेरि चाहिँ किचिक हुन्छ क्या यो सिड्स पऱ्यो भने चाहिँ। अनि मैले बनाउन लगाएको चाहिँ के हो थाहा छ त हजुरहरूलाई? यसको नाम चाहिँ मैले आफै राखिदिएको लौकाको स्टिक। अब बिटरुट पनि छ, लौका बिटरुटको स्टिक। अब जे भने पनि भयो कि नामसँग के सरोकार भएर होइन, हामीलाई खानासँग सरोकार छ क्या, मिठो हुन पर्यो। अनि अल्छे तिग्रे स्वादे जिब्रे भन्थ्यो पहिले होइन। मेरो चाहिँ अल्छे तिग्रे छैन क्या, अलिकति के भन्छ जाँगरिलो तिग्रे छ। अनि स्वादे जिब्रो चाहिँ छ है, म मान्छु। खानको लागि चाहिँ दुःख गर्नै पर्छ। अनि यसको लागि चाहिँ सर्टसुट गरेर त्यो तिल, कालो तिल राखिदिएँ, छ भने सेतो तिल राखेर पनि हुन्छ। बेसार नुन मसला राखेर झ्वाइँ पारेर सब्जी पकाए जस्तो पकाइदिने। त्यत्रो टाइम पनि पकाउनु पर्दैन, पकाउने प्रोसेस चाहिँ त्यही हो। त्यसपछि चाहिँ अब मेन भनेको इम्पोर्टेन्ट पार्ट भनेको सुजी भयो होइन। त्यही सुजी नभएर त यत्रो दिनदेखि बनाएको थिइनँ नि मैले। सुजी पनि राखिदिने, अब कति चाहिन्छ भने चाहिँ अड्कलेर राख्ने ल। अब कति बनाउने भने त आफूमा डिपेन्ड हुन्छ नि त, कति त्यो सब्जी राखेको छ त्यही अनुसारले त्यसलाई कभर गर्नको लागि रोल बनाउनुपर्छ नि त। अब सुजी राखेर पानी पनि राखिदिने, एकैछिन पाक्छ। अनि त्यसपछि यो अलिकति बाक्लो थिकमा आउँछ होइन। अनि त्यसपछि चाहिँ हामीले त्यसलाई कुल डाउन गरिदिने। अनि कुल डाउन भएपछि चाहिँ यसरी धनियाँको पत्ता राखिदिने। मैले एउटा कुरा छुट्याइछु नि साथीहरू, खुर्सानी त अप्सनल हो। मैले नानीलाई पनि खुवाउने भएर खुर्सानी राखिनँ, हजुरहरूले खुर्सानी राख्न सक्नुहुन्छ। अनि यसमा चाहिँ जिन्जर राखेको भए अझ मिठो टेस्ट आउँथ्यो। मैले त कस्तो बिर्सेछु, खाँदा मात्रै याद आएको। अनि यसरी चाहिँ रोल बनाउँदैछु क्या म, रोइ पारेर। अनि रोलको साइज पनि कसैले ठुलो, कुनै सानो पनि भइरहेछ। एक्लै गर्दाखेरि त दिमाग खराब हुने क्या साथीहरू, यो गर्मीमा बनाउन पनि मन लाग्छ, के गर्नु हेर्नुहोस्। अनि एकैछिनमा यति चाहिँ बनाएँ, तर यति बनाउँदा फेरि मेरो हालत हेर्न सक्नुहुन्छ, गर्मीले पसिनाले। ओ माई गड, हाई गर्मी। अनि मैले चाहिँ सोचेँ कि अलिकति क्रिस्पी बनाउनलाई अनि यो कर्नफ्लोर हाल्यो भने त हुन्थ्यो भनेर। अनि यसरी 1 बाई 1 हाल्न सक्ने चाहिँ सामर्थ्य थिएन मेरो गर्मीले। त्यसपछि चाहिँ यसरी नै हाल्दै अलिअलि लाग्छ होला भनेर, तर साँच्चीको क्रिस्पी नै भएको थियो है। अनि यसलाई चाहिँ मैले डिप ओइल फ्राई गर्दैछु। हजुरहरू चाहिँ एयर फ्रायर छ भने चाहिँ यो पार्ट स्किप गरेर एयर फ्रायरमा राखिदिनुहोस्, एकदमै हेल्दी हुन्छ। अब डिप फ्रायर भयो भने खानै पर्यो होइन त हजुर। अब तेल चाहिँ ठिक्क राख्छु है, मैले धेरै राख्दिनँ। अनि तेल धेरै राख्यो भने चाहिँ फाल्नुपर्छ नि त लास्टमा। मैले चाहिँ बरु थप्दै गर्दै गर्छु, लास्टमा फाल्न पनि नपरोस्। रियुज नगर्नु भन्छ नि त डिप फ्राई गरेको तेलहरू, त्यो भएर है। अनि हजुरहरूले के गर्नुहुन्छ, अनि लौका नखाने छन् भने चाहिँ मैले भने नि लौका पनि छ भनेर पनि थाहा पाउँदैनन् क्या। मैले 2-4 लट गरेर यसरी पकाएँ। अनि साथीहरू आजकल मैले अलिकति भिडियो राख्न थालेको छु नि त कन्टिन्यू। अनि कति मान्छेहरूलाई चाहिँ मन नपर्दो रहेछ कि कति भिडियो राखेको भनेर। अब भिडियो नराखेर भयो त चहलपहल दिनु पर्यो नि त, अलिकति प्रोफाइलमा चहलपहल दियो भने न, अनि एक्टिभ रहेछ है भनेर यसो मेटाले पनि पत्याउँछ कि भनेर के। अब नचाहिँदो भिडियो राखेको छैन, खाएकै भिडियो पनि राख्दा मान्छेलाई रिस उठ्छ भने रिस उठोस् त, अब के गर्नु त होइन। अरूको खाइदिएको छैन, अब घरमै बनाएर खाँदा पनि यति रिस के, मान्छेलाई रिस उठ्ने अरे। हेर्न यत्रो के लखर भिडियो हालेको, नचाहिने हालेछ र, कन्टेन्ट हो हजुर, कन्टेन्ट होइन। ल अब त्यति भन्दै मैले 2-3 लट गरेर सक्न लागिसकेँ, हेर्न सक्नुहुन्छ। एकदमै गर्मी छ र पनि मेहनत गर्नुपर्छ क्या, मेहनत नगरी त कहाँ हुन्छ त। भिडियो चाहिँ कन्टिन्यू हाल्नुपर्ने रहेछ। म पनि भर्खर मैले भिडियो बनाउन लागेको त धेरै भयो, 2 वर्ष हुन लागिसक्यो। तर म कन्टिन्यू चाहिँ गर्दिनँ थिएँ क्या। पहिले चाहिँ कहिले हाल्थेँ कहिले हाल्दिनँ थिएँ, कहिले कति पुरानो भिडियोहरू पनि राखिरहन्थेँ। मोबाइलको स्टोरेज फुल भएर टाउको दुखेछ, अब कुन भिडियो हाल्नु नहाल्नु। मैले चाहिँ खाइसकेँ, अब बाहिर बसेर खाएँ शीतलमा। त्यसपछि यहाँ अफिसमा पनि दिएँ, बहिनीले मेरो भिडियो नखिच्नु भन्नुहुन्छ, बाहिर चुप्प लागेर खाँदै हुनुहुन्छ। अनि अर्को दाइ त अघिबाट के को स्मेल आयो भनेको त यति मिठो बनाएछ बहिनीले भनेर खाएर बिहोस हुनुभयो।
ल हजुरहरू पनि ट्राई गर्नु होला है त। धन्यवाद भिडियो हेर्नुभएकोमा।